उकालो चढिरहँ 3 4 5 6 7 8 9 10 वटा सिँढी है 10 वटा सिँढी रहेछ 12 13 14 15 16 17 18 वटा 19 20 21 22 23 वटा 24 25 26 27 28 29 30 31 32 33 34 35 37 38 39 40 41 42 44 45 47 वटा ल यहाँ चाहिँ पहिला ड्युटी बस्थ्यो अरे उयो कोटमाथि कोट राइट गाह्रो छ हौ गाइज यार गाह्रो छ त यी हेर्न सक्नुहुन्छ तपाईँहरू म पछि यो भिडियोलाई छिटछिट बनाइदिउँला होइन एकदम क्लियर यस्तो यस्तो छ ठाउँमा बस्ने ठाउँ राजा ड्युटी के राजा बस्ने चाहिँ होइन कि ड्युटी बस्ने ठाउँ यस्तो ठाउँमा रहेछ उयो माथि छ राजाको कोट अब चाहिँ हामी अगाडि बढिरहेका छौँ हाम्रो अगाडि बढ्ने प्रयास भइरहेको छ ल ल एकछिनपछि म माथि गएर देखाउँछु है त ल अब हामी माथि कोटमै पुग्न लागिसक्यौँ कोटमा हेरौँ के कस्तो छ अवस्था कोटमा उयो चाहिँ मेरो कोट त्यहाँ पार्क नि रहेछ मुख्य प्रवेशद्वार यो हेर्न सक्नुहुन्छ यो नयाँ बन्दैछ प्रवेशद्वार यहाँ रहेछ राजदरबार यो चाहिँ राजदरबार हो ए कचहरी घर भनेको के रहेछ यो घोडा तल तपाईँलाई यहाँ तल रहेछ यो कचहरी घर रहेछ यो चाहिँ कचहरी घर यो चाहिँ अहिले चाहिँ नयाँ बन्न लागेको जस घर त पुरानै हो जस त्यसलाई चाहिँ मर्मत गरेर अहिले बनाइँदैछ हेर्न सक्नुहुन्छ एकदमै पनि पुरानै त्यही पहिलेकै ढुङ्गाहरूलाई मर्मत गरेर बनाएको यो पनि यसको चाहिँ माथिको टप बन्न बाँकी नै छ जोस् राम्रो छ यहाँ हेर्न सक्नुहुन्छ पहिलेकै ठुल्ठुलो ढुङ्गाहरू हालेर बनाएको छ पहिलेकै जुन पहिलाको संरचना थियो त्यसैलाई भत्काएर त्यसैलाई बनाइएको फेरि यो उही पुरानै ढुङ्गाहरू हालेर बनाइएको छ यो एकदम राम्रो छ घुम्न आउनुहुन्छ भने चाहिँ आउनु होला एकदम धेरै राम्रो छ यहाँ हेर्न सक्नुहुन्छ तपाईँले यो सिडी यहाँबाट त्यो माथि जाने होला के हो यार त्यहाँ त ठोक्कै छ त यहाँ धेरै तल गाइस तलबाट चाहिँ सोरुङ मार्ग छ अरे तल कहाँ तल उता तलबाट निस्किएर तल पानी ल्याउनु जाने तल पहिला चाहिँ यहाँ खोलामा चाहिँ पानी ल्याउनु जान्थ्यो अरे कि होइन पानी ल्याउनु जान्थ्यो अरे त्यहाँ पारि चाहिँ के हो पारिमा त्यहाँ पनि छ एउटा स्टिकर लगाएको त्यहाँ सेतो स्टिकर लगाएको खै के हो त्यो चाहिँ है यो भइहाल्यो अब देखाउँछु म यहाँको तपाईँहरूलाई यो चाहिँ हेर्न सक्नुहुन्छ पहिलाको
राजगुरु निवास रहेछ यो। अनि सैनिक निवास ऊ त्यहाँ यहाँ सेनाहरू चाहिँ यहाँ बस्दो रहेछ पहिलेको। उहाँको चाहिँ सेना चाहिँ यहाँको राजा छ नि जुन उहाँको सेना चाहिँ यहाँ बस्दो रहेछ। अनि यतातिर अहिले चाहिँ पुरै घरसर भत्किसकेका। यहाँ संरचनाहरू बनाउनु लाग्यो भने चाहिँ राम्रै हुन्थ्यो होला सायद। अब बनाउँदैन होला कसैले खासै। के अरे यो पोखरिया बान्नु यहाँ बाँध्दो रहेछ त यार वाल। के बान्नु भनेको पोखरिया बान्नु भने कस्तो बान्नु हो यो फेरि। यहाँ बान्नु रहेछ वाल। क्या वाल हुन्छ यसलाई यहाँनिर यो वाल रहेछ यहाँ। ऊ चाहिँ माथि फेरि डाँडामा मैले परिमार्जित गरेर खै के बनाएको त्यहाँ राम्रो कटे जस्तो लाग्यो मलाई। अनि त्यहाँ अब यस्तो छ यहाँ राम्रो छ। यति राम्रो छ नि यो ओखली पुरानो ओखली हेर्नु त पुरानो ओखल हेर्नुहोस् कस्ता चित्रहरू बनाइएका छन् यहाँ हेर्न सक्नुहुन्छ। अहिले चाहिँ अब पुरानो भइसक्यो होला पुरानो भएर अब खासै देखिन्न। त्यही पनि म देखाउने प्रयास त गर्छु तपाईँहरूलाई। यहाँ देखाउँछु म तपाईँलाई। अब यहाँ के छ भनेर यो चाहिँ घोडा तबेला। यो चाहिँ त्यतिखेर राजाहरूको घोडा बान्ने तबेला। हेर्नु यस्तो बनाएमा कसरी पहिला राजाहरूले यस्तो बनाएर रहेछ। अनि पो त्यतिखेर राज गर्थे। अहिले चाहिँ यस्तो छ घरको अवस्था। हेर्नु त तलबाट चिनेर यस्तो छ अहिले अवस्था। बन्छ होला यो पनि। त्यहाँ एउटा नयाँ बनाउँदैछन् अझै बन्छ। यो पनि बनाउनु मर्मत गर्छन् होला सायद। सरकारवालाको पनि यहाँ ध्यान जाओस्। त्यहाँ पारी गाउँ छ यसको चाहिँ खासमा चाहिँ पहिला पारी बस्थ्यो अरे राजा। अनि त्यहाँबाट चाहिँ अहिले यहाँ बस्नु लागेको भन्ने चाहिँ यहाँ स्थानीयले त्यस्तै भनेको छन्। यो हेर्न सक्नुहुन्छ। यहाँ पनि रहेछ बाटो। यहाँ पनि त्यस्तै छ राम्रो छ। यो चाहिँ फेरि यो संरक्षण नभएर होला। यहाँ जेपट्टि गरे यहाँ जेपट्टि हुँदैन र भन्दा नि हेर्नु त यत्रो पत्र छ यहाँ। कहाँ माथि त्यहाँ लभ पार्कमा त्यहाँ जाने हेर्न सक्नुहुन्छ। हेर्नु त यहाँ हेर्नु पहिलाको टुँडालहरू कस्तो छ हेर्नुहोस् यस्तो छ बनाएको पहिलाको। तल रानीको पोखरी रहेछ तल यहाँनिर यहाँ रानी पोखरी। अनि तल चाहिँ के छ त्यो लेखेको त्यो त देखियो नि एउटा नि आँखा नि देखिएन। यहाँ चाहिँ रानीको पोखरी छ। रानीले नुहाइधुवाइ गर्ने यस्तो रानी पोखरी बनाएर यहाँ चाहिँ घरहरू त कति रहेछ नि। तर अहिले चाहिँ यसको चाहिँ संरचना चाहिँ भएन जोस्। यसले चाहिँ संरचना गर भने चाहिँ यहाँ चाहिँ एकदम पर्यटकीय ठाउँ नै बन्छ यहाँ।